साथीहरु म तपाईहरुलाई यहाँको होटल रुम देखाइदिन्छु ल यस्तो। यहाँबाट चाहिँ साथीहरु यस्तो देख्छ। यो चाहिँ हल रुम हो हैन। अनि त्यसपछि यो किचन हो। अनि यो चाहिँ खाना खाने जग्गा डाइनिङ रुम यस्तो छ साथीहरु। डाइनिङ रुमबाट स्टार्ट गरिदिन्छु। यस्तो छ। यो चाहिँ खुला छ। यसमा पनि क्याबिनेटहरु के सामानहरु राख्दा पनि भइहाल्छ। त्यो खुला छ हो। अनि त्यहाँ चाहिँ पिक्चर यहाँ चाहिँ यस्तो छ। त्यसपछि यहाँ पनि छ कुर्सी छ टेबल लामो यस्तो छ। अनि त्यसपछि सर यो बन्द पनि हुन्छ। बन्द पनि हुन्छ। पछि यो जुत्ता राख्ने जग्गा रहेछ हैन। उयो चाहिँ यस्तो छ। हल रुम चाहिँ यस्तो छ। हल रुम देखाइदिहाल्छु ल पहिला। हल रुम चाहिँ यस्तो छ। हल रुम चाहिँ यस्तो छ। यहाँ छ टिभी, यहाँ छ सोफा दुईटा लाइट सोफा। अनि हल रुमबाट पनि त्यस्तै खालको देख्छ। यो चाहिँ वेलकम फ्रुट राखेको हो। यहाँबाट नि यस्तै खालको भ्यू देख्छ नि। यहाँबाट यस्तो देख्छ हो। यहाँनिर एउटा उयो राखेको छ सजाउने हो। अनि त्यसपछि यहाँ पनि एउटा बाथरुम छ। तीनटा बाथरुम रहेछ। यो चाहिँ अब मैले चाहिँ चार्जरको खोज्दा नभेटेर पहिला स्टार्टमा चाहिँ मैले यहाँ भेटेको। यहाँ पनि रहेछ हैन। यो चाहिँ यताको बाहिरको मान्छेलाई, त्यो चाहिँ रुमको मान्छेहरुलाई रहेछ हो। अनि यता चाहिँ छ किचन। किचन चाहिँ यस्तो छ। यो चाहिँ भाँडा धुने जग्गा हो। यहाँनिर छ म्याक्रो। अनि यो पनि क्याबिनेट हो। यिनीहरु सब छ। अनि यहाँ छ। अनि यसमा चाहिँ त्यही हो चम्मचहरु काँटा हो। यहाँ चाहिँ पनि त्यस्तो केही पनि छैन। खाली म्यागीहरु राखेको छ। सबै खोलिन्छ। अनि यहाँ छ चुला। चुला त्यस्तै हाम्रो घरको जस्तै रहेछ चुला हैन। यस्तै छ हाम्रो पनि। सजिलो हुन्छ यस्तो चुला चाहिँ साथीहरु। अनि यताको चाहिँ यस्तो छ। यस्तो छ। अनि त्यसपछि यो कफी बनाउने, यो चाय गरम पानी, यहाँ छ दुध। अनि त्यसपछि चाय लिप्टन सुगर। अनि त्यसपछि पानी चाहिँ यस्तोमा हुँदो रहेछ साथीहरु। यसमा टक्क खोले हैन। त्यसपछि यस्तो छ। अनि यो पानी चाहिँ हामीले ल्याएको पानी नपुगेर। फ्रिजमा चाहिँ केही पनि छैन फिलहाल। खाली यो चाहिँ उनीहरुको सामान हो। अनि पेप्सी यो दुध। अनि त्यसपछि फ्रुट चाहिँ मात्रै छ। हामी चाहिँ खासमा खादिन घरमा चाहिँ खाना होटलमा गएर खान्छु। अनि त्यही भएर चाहिँ सामानहरु ल्याएको छैन। बिहान पनि ब्रेकफास्ट होटलमा गएर तल होटलमै खान्छु। अनि यहाँ छ आइरन गर्ने रुम और कसाला। कस्तो छ राम्रो लाग्यो कि लागेन? मलाई चाहिँ राम्रो लाग्यो एकदम। सानो परिवारलाई चाहिँ ठिक्क हुन्छ है साथीहरु। ठुलो परिवारलाई चाहिँ त्यस्तो हुँदैन हैन। सानो परिवार चाहिँ राम्रो देख्ने खालको रुम छ। यहाँ पनि एउटाको रुम छ हो। अनि त्यसपछि यहाँको रुम चाहिँ यस्तो छ साथीहरु। यहाँ छ ऐना। अनि यहाँ छ यस्तो बेड छ। अनि त्यसपछि यो साइडमा टिभी छ। अनि त्यहाँनिर विन्डो छ। बाल्कनी पनि छ हो। अनि त्यसपछि यस्तो छ क्याबिनेट। अनि त्यसपछि यहाँ छ साथीहरु टोयलेट यस्तो छ। अनि त्यसपछि यहाँ चाहिँ छ बाथटब। यहाँ छ टावल हो। अनि त्यसपछि यहाँ छ टोयलेट। अनि त्यसपछि यतापट्टि छ शावर हो। अनि स्याम्पू कन्डिसनर। अनि त्यसपछि बडी वाश यस्तो छ। अनि यहाँ पनि छ एउटा रुम हो। यहाँ छ दुईटा बेड हो। अनि त्यसपछि यहाँ पनि छ क्याबिनेटहरु। यस्तो छ साथीहरु। क्याबिनेट खोल्ने बित्तिकै लाइट बल्छ हो। लाइनहरु गयो भने चाहिँ यहाँ लाइट रहेछ। बाल्दा पनि हुन्छ। यहाँनिर ब्यागहरु राखेको छ। अनि साथीहरु स्लिपर चाहिँ यहाँनिर यस्तो राखेको रहेछ। यहाँ चाहिँ हो स्लिपर यस्तो राखेको छ। अनि यहाँ छ टोयलेट बाथरुम। अनि यहाँ छ टावल। अनि त्यहाँ पनि सेम। अनि त्यसपछि यस्तो छ। यहाँ चाहिँ बाथटब छैन। उतापट्टि रुम चाहिँ बाथटब छ। यो चाहिँ जोइन रुम हो सबै हो। अनि यहाँ छ दुईटा बेड। अनि यहाँ छ टिभी। यहाँ चाहिँ म चाहिँ यहाँ ऐना छ होला भन्नु पर्यो त। ऐना रहेछ हो। बिना ऐनामा
चार्जर पनि कुनामा पाइहालेँ हो। अनि दुबईको जस्तो नहुँदो रहेछ, यहाँ चाहिँ पिन्दै हुन्छ। अनि त्यसपछि यहाँ चाहिँ बेलकुना छ साथीहरू, बेलकुना खोलेर देखाइदिन्छु ल। यहाँ चाहिँ मैले कपडाहरू सुकाएको छु। अनि यो लामो यहाँदेखिको वहाँसम्म नै छ बेलकुना हो। होटल हेर्नुहोस् त, आम्मा सानो अल्गो अल्गो छैन। मान्छेहरू त यत्रो यत्रो देख्छ, त्यो गाडी हिँडेको होइन न, त्यो ना बच्चाहरूले खेल्छ नि गाडी, त्यस्तै खालको देख्दैछ। कस्तो लाग्यो साथीहरू, हेर्नुहोस् है, हेरेर कमेन्ट गर्नुहोस् है। मलाई त एकदम दामी लाग्यो। म चाहिँ यहाँ आएको नि साथीहरू 3 खेप भइसक्यो, 3 खेप। बाई बाई साथीहरू।